भेटारबाट झन्डै 3 किलोमिटर माथि हरियालीले ढाकिएको पहाडी गाउँ हो नाम्जे। यो गाउँ आफ्नो प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र शान्त वातावरणको कारण प्रसिद्ध छ। नाम्जेबाट सनराइज र सनसेट दुवै देख्न सकिन्छ। एकातिर धरान र तराईको दृश्य, अर्कोतिर उच्च हिमालहरूको झल्को। यही कारणले हो यो ठाउँ फोटोग्राफीको लागि अत्यन्तै उपयुक्त मानिन्छ। आत्माघर यो मनको शान्ति र आत्माको सन्तुलनको प्रतीक हो। यहाँ पुग्दा प्रकृतिसँगको सम्बन्ध गहिरो महसुस हुन्छ। शान्त वातावरण, टाढा सहरहरूको कोलाहल र वरिपरि फैलिएको हरियाली, यी सबैले यो स्थानलाई ध्यान, लेखन र फोटोग्राफीका लागि उत्कृष्ट बनाउँछ। आज पहिलो पटक हामी हरियो कमेट कैद गर्न खोज्दैछौँ। यस्तो क्षण जीवनमा धेरैचोटि आउँदैन। यस्तो मोमेन्ट्सहरूले गर्दा हामीलाई धेरैभन्दा धेरै खुसी हुन्छ। हेरौँ आज हामी हरियो कमेट कैद गर्न सक्छौँ कि सक्दैन। भिडियो अन्त्यसम्म हेरिदिनुहोला। कृपया हामीलाई धेरैभन्दा धेरै मायाको जरुरत छ। ल नायत र दिवेश्वर पनि आइसक्नु भएको छ। जानुभयो नाम्जेतिर। ल अब अफरोडको बाटो छ है। फेरि नाम्जेसँग खतम बाटो छ है। डल्लै मैले भनेको अलिकति दिवेश्वरलाई जाडो होला कि जस्तो गरेर लुगा लाउनु हुँदैछ। हामी चाहिँ अलिकति धुलो खाँदै अब नाम्जेतिर। आकाश चाहिँ एकदमै खुलेको छ। हेरौँ सनसेट यताबाट भ्यू कस्तो हुन्छ। अझै हामी एक्सपेरिमेन्टल फेजमा छौँ है। ल दसैँको भाइब्स, तिहारको भाइब्स यस्तै हो। अन्तिमचोटि होला यो पिङ पनि आजको दिन। भोलिदेखि त सुनसान। वाउ यार, तर आत्माघर जाने बाटो चाहिँ अहिले एकदमै सजिलो बनाएको जस्तो लाग्यो। खै पहिला कस्तो थियो त्यो पनि बिर्सिसक्यो हुन चाहिँ। तर अहिले चाहिँ अलिकति राम्रै बनाइदिएको हो कि जस्तो लागिरहेछ। हामी आत्माघरतिर हामी जाँदैछौँ। आज चाहिँ दिवेश्वर, नायत भाइ, म, तर नो थेवेश्वर किनकि नतेपछि गएर आएर सेट्टिस भएर घरमा बसिरहेछ थाकेर। अब हामी चाहिँ खै के खोज्नु आएको थाहा भएन है। आज चाहिँ फेरि हरियो तारा भन्दैछ केटाले। हरियो उल्का अरे आज हामी हरियो उल्का हेर्न आएको। ल अहिले चाहिँ हामी आत्माघर प्रवेशद्वारबाट प्रवेश गरिसकेको छौँ। धेरै पछि आइएको हो। यो भेटारको नाम्जेतिर रहेको यो आत्माघर हामी अगाडि फेरि लाग्दैछौँ। अहिले चाहिँ प्रवेशद्वारबाट भित्र छिरिसक्यौँ। लभली रहेछ तर यो हिँड्ने बाटो चाहिँ। अहिले चाहिँ हामी अगाडि बढ्दैछौँ आत्माघरबाट। यहाँ चिया बगान पनि रहेछ। यस दामी रहेछ। अलिकति रमाइलो घुम्न ठाउँ रमाइलो नै रहेछ भन्नुपर्ने हुन्छ। आत्माघर भन्ने ठाउँ आइपुग्यौँ। कस्तो भइरहेछ मौसम हेरेर तिमीलाई कस्तो लागिरहेछ नाइज भाइ? दुम्म हो दुम्म हो अरे। ल यो चाहिँ आत्माघर है।
यहाँभित्र यस्तो रहेछन्। लु है आत्मघर पनि हेरियो। लु है अब हामी चाहिँ खास यहाँबाट फोटो खिच्न आएको। केटाहरूले मौसम देखाएर विरक्तपना भएर रोडमा बसिदिइसके। एकजना कता गए चल्दैसके। स्पिरिट अफ प्लेस रहेछ है आत्मघर। ल यो चाहिँ आत्मघर है। बस्ने ठाउँ रहेछ यहाँ। आकाश अलिक खुल्ला हुन्छ भनेर आएको। खै त अब अलिअलि मासतिरको वेदर अलिकति अनुमान गर्न गाह्रो हुँदो रहेछ हौ। एकैछिनमा अब घाम लाग्ने एकैछिनमा हुसु लाग्ने भएको कारणले चाहिँ यो भाइ त यहीँ अल्झेल आउँछ। के भयो रे? ए क्याप खोल्दै हो? मैले क्यापै निकाल्दै क्या अर्को भनेको रहेछ। ला अनि के भयो त्यो क्याप? क्लिपै गयो? यो अहिले देखिरहेको भ्यू चाहिँ यो धरान हो होइन। यतापट्टि चाहिँ भेरटा देख्न सकिन्छ। अहिले चाहिँ हामी ग्रिन कमेट धोकोतारा खिच्नलाई केटाहरूले रेडी भइरहेछ है। ग्रिन कमेट भेट्यो पनि हद्दै क्रपमा नि क्रप हानेपछि आयो। ग्रिन कमेट भेटेको छ है गाइज। ल है हामीले ग्रिन कमेट देख्न पायौँ। ए लु है केटा ग्रिन कमेट भेटेको छ है। ल अहिले यतातिर कता ग्रिन कमेट यतातिर कता छ भनिरहेको छ है। मैले चाहिँ अहिले लाइट बालिदिइरहेको छु। फेरि केटाहरूलाई अलिक गाह्रो हुन्छ। यो चाहिँ ग्रिन कमेट है। ग्रिन कमेट ल भेटेको छ है गाइज ग्रिन कमेट। ल है नाइट भाइले ग्रिन कमेटलाई पक्रिसकेको छ। दामी चाहिँ 7:10 भयो होइन। 7:10 बजेतिर चाहिँ हामी चाहिँ अब अहिले फोटो भिडियो अलिअलि खिचेर हामी आत्मघरबाट फर्किँदैछौँ। र चाहिँ अब जहिले पनि अब सिनारी चाहिँ तपाईँलाई देखेकै होला। रात परेपछि हिँड्ने बानी छ कि बिहान पख हिँड्ने बानी छ। जस आजको फोटोहरू पनि राम्रै आएको छ भनेर नाइट भाइ पनि खुसी नै छन्। हामी पनि खुसी नै छौँ नाइट भाइको लागि। जस हरियो कमेट हेर्न पाइयो त्यही हो रमाइलो भइरहेछ एकदम राम्रै भयो। अहिले चाहिँ हामी आत्मघरबाट तलतिर फर्किँदैछौँ। धरानतिर जाँदैछौँ। ल जस भिडियो पुरा हेरिदिनु होला होइन। पछाडि फोटो पनि हामी राख्नेछौँ। ल फोटो पनि हेरेर यसो कमेन्ट सेयर पनि गरिदिनु होला। Till then, this is me, Vikram Sister, signing off.